तपाईँ यहाँ चाहिँ कहाँ बस्नुहुन्छ सर? म आज गौशालाको धर्मशालामा बस्छु। ए तपाईँ कोठा लिएर बस्नु भएन है? छैन, कोठा लिएर बसेको छैन। ए अनि यो आज 20-21 दिन भइराख्दाखेरि चाहिँ तपाईँको आर्थिक रूपले चाहिँ कति पैसा खर्च भयो, हजुरलाई कति गाह्रो छ सर? पैसा त धेरै खर्च भयो, तर गौशालामा चाहन्छन् पैसा लिन्छ, 200-300 लिन्छ, खाना पनि त्यही खान्छु अनि बस्छु। म जस्तो अपाङ्ग भएर पनि म 2 शब्द बालबालिकालाई सिकाउन चाहन्छु, कोसिस गर्छु र सिकाउँछु पनि। मलाई गर्व लाग्छ। म गाली खाना नपरोस्, म दुई घाँसको थोरै खाएर म चाहिँ विद्यालयमा पुग्न तर्ख रहन्छु। मेरो घरबाट 8 किलोमिटर टाढा छ। म डाँफेमा अथवा टेम्पोमा गएर ठाउँको नाम छ सखुवा चौक, जुन कि गौरबाट चौपुरसम्म जोड्ने बाटो छ। बस जान्छ पनि र त्यहाँबाट म पैदल 30-35 मिनटसम्म पैदल हिँडेर म विद्यालयमा पुग्छु। त्यही पनि 1 मिनट लेट हुँदा प्रहरले मलाई जिस्काउँछ, हेला गर्छ, किन समयमा आउनु भएन। त्यो सामान पाउने जो अधिकार छ पाएको त्यो किताबमा मात्रै सीमित छ। अफिसमा जाँदा त्यो मानौँ न 10-20% कुनै दयालु कर्मचारी हुन्छ, त्यो मेरो काम छिटी गरिदिन्छ, बाँकी अटेरी गर्छ। सर तपाईँहरू चाहिँ कहाँबाट हुनुहुन्छ सर? रौतहट जिल्ला। तपाईँ चाहिँ? हामी पनि रौतहट जिल्लाबाट हो। तपाईँहरू दुईजना एउटै विद्यालयबाट हुनुहुन्छ सर? होइन, फरक फरक विद्यालयबाट है। तपाईँहरू अलिक विशेष क्षमताको भन्छु म है, विशेष क्षमताको व्यक्ति हुनुहुन्छ, गुरु हुनुहुन्छ। तपाईँहरूलाई आन्दोलन आज 20औं दिन चलिरहँदाखेरि आन्दोलनमा यसरी उपस्थित भइरहँदाखेरि कति मुस्किल भइरहेछ तपाईँलाई? धेरै गाह्रो छ, धेरै गाह्रो छ, असहनीय गाह्रो छ है। तपाईँ जस्ता व्यक्ति अनि दुधे बालक लिएर आएका व्यक्तिहरू, शिक्षकहरू, धेरै व्यक्तिहरूलाई चाहिँ गाह्रो छ कि सर है? त्यो गाह्रो सरकारले बुझ्नुपर्ने हो नि, तपाईँलाई के लाग्छ, किन बुझ्दैन? सरकार घमण्डी छ कि अटेरी गर्छ कि? सरकारको इच्छा के छ कि हामी त राईलाई सहयोग गर्छौँ, विद्यालयलाई सहयोग गर्छौँ, अभिभावकलाई सहयोग गर्छौँ, विद्यार्थीहरूलाई सहयोग गर्छौँ, शिक्षा दिन्छौँ। त सरकारले के छ, विभिन्न किसिमको शिक्षाको नामाकरण गरिएको छ, तर शिक्षा भनेको एउटै नाम छ, शिक्षकमा चाहिँ फरक फरक छ। किन यसो छ? यो विडम्बना, नेपालको विडम्बना छ। 18 प्रकारको शिक्षकहरू छ भनिएको छ नि, त्यो आफै गन्जागोल छ है सर? हजुर हजुर, आफै गन्जागोल छ। तर यो सरकारको ठोस नीति ल्याउनु पर्ने हुने थियो। तपाईँ यस्तो शारीरिक अवस्थाको बावजुद पनि लामो समय शिक्षण पेसामा आबद्ध हुनुहुन्छ है। तपाईँ एउटा उदाहरणीय व्यक्ति हुनुहुन्छ सर। कस्तो कस्तो आफ्ना शिक्षक साथीहरूबाट कतिको सम्मान पाउनुहुन्छ सर? हो, बुद्धिजीवी सर्कल कहाँ ज्यादा सम्मान पाउँछौँ, अनपढ कहाँ ज्यादा तेजी सम्मान पाउँदैन। नेपालको चाहिँ किताबमा छ, व्यवहारमा छैन। जो सम्मान पाउने, जो अधिकार छ पाएको त्यो किताबमा मात्रै सीमित छ। अफिसमा जाँदा त्यो मानौँ न 10-20% कुनै दयालु कर्मचारी हुन्छ, त्यो मेरो काम छिटी गरिदिन्छ, बाँकी अटेरी गर्छ। भनेपछि झन् तपाईँलाई बढीभन्दा बढी दुःख दिने काम गर्छ है? हजुर हजुर हजुर, दुःख दिने काम बढी गर्छ, तर काम छिटो हुँदैन। तपाईँले यो आज भनिदिइहाल्नुहोस् कि तपाईँले कुन कुन ठाउँमा कुन कुन व्यक्तिबाट तपाईँले अपमानित व्यवहार सहनु परेको छ? शिक्षकले लुकाउनु हुँदैन कुरा सर, भनिदिनुहोस् आज। हजुर, त्यो त विशेष गरेर चाहिँ बसमा यातायातको सुविधा चाहिँ छैन। हामीलाई केही सुविधा मधेसमा छैन यातायातको। कुनै अफिसमा जाँदा जस्तै लाइनमा बसिरहँदा मानिसहरू भन्छ लाइनमा जानु, क्युमा बस्नु न भन्छ। तर कुनै सयमा एउटा दुईटा मान्छेमा चाहिँ अपाङ छ, यसलाई अगाडि जान दिनु। कुनै सयमा एउटा दुईटा मान्छे त्यस्तो हुन्छ, त्यो भन्छ। तर अक्सर धेरै मान्छेहरू भन्छ कि क्युमा आउनु, लाइनमा बस्नु। तपाईँले जुन आफ्नो शारीरिक अलिकति कमजोरताका बावजुद पनि तपाईँले शिक्षण पेसामा आबद्ध हुनुहुन्छ नि, यो बौद्धिक जमात हो तपाईँहरू भनेको त। लाखौँ करोडौँलाई शिक्षा दिने शिक्षित व्यक्तित्व हो नि त। अनि तपाईँलाई कस्तो लाग्छ आफैलाई चाहिँ, म यस्तो भए पनि म धेरै विद्यार्थीलाई पढाइरहेको छु, धेरै विद्यार्थीलाई ज्ञान दिइरहेको छु भन्ने कुरामा आफूलाई चाहिँ कस्तो लाग्छ तपाईँलाई? म शिक्षा दिँदा म आफूलाई म गर्व ठान्छु। म जस्तो अपाङ्ग भएर पनि म 2 शब्द बालबालिकालाई सिकाउन चाहन्छु, कोसिस गर्छु र सिकाउँछु पनि।
मलाई गर्व लाग्छ हजुर मलाई गर्व लाग्छ तपाईँले पढाइरहँदा पढ्ने तपाईँका विद्यार्थीहरू तपाईँका चेलाचेलीहरूले कस्तो चाहिँ सम्मान गर्छन् तपाईँलाई धेरै माया गर्छन् हो के भन्छन् तपाईँको यो अवस्थालाई देखेर हजुर मैले पढाएको शिक्षा जति विद्यार्थीहरू छन् म जति पढाइ छु ऊ सबैजनाले मलाई एकदम गुरु शरम सत्कार गर्छ र व्यवहार पनि गर्छ जहाँ जुन ठाउँमा हेर्दा पनि उसले नमस्कार आदर गर्छ मैले पढाएको विद्यार्थीले धेरै माया गर्छ है धेरै माया गर्छ धेरै माया गर्छ तपाईँले आफ्नो विद्यालयमा चाहिँ तपाईँको स्वास्थ्य अवस्थाको बावजुद तपाईँले कुनै समस्या भोग्नु परेको छैन त्यही अनुसारको शिक्षालय अथवा कोठा टोयलेटदेखि लिएर अफिस रुम तपाईँले शिक्षण पेसामा आबद्ध भइरहँदा तपाईँले कुनै समस्या भोग्नु परेको छैन छ धेरै समस्या भोगेको छु धेरै समस्या अहिले वर्तमानमा पनि भइरहेछ मेरो घर चाहिँ यमुना माई गाउँपालिका वडा नम्बर 4 मा छ र मेरो विद्यालय चाहिँ माधव नारायण नगरपालिका वडा नम्बर 5 मा छ जिल्ला रौतहट छ मेरो घरबाट 8 किलोमिटर टाढा छ म डाँफेमा अथवा टेम्पोमा गएर ठाउँको नाम छ सखुवा चौक जुन कि गौरबाट चौपुरसम्म जोड्ने बाटो छ बस जान्छ पनि र त्यहाँबाट म पैदल 30-35 मिनटसम्म पैदल हिँडेर म विद्यालयमा पुग्छु त्यही पनि 1 मिनट लेट हुँदा पुराले मलाई जिस्काउँछ हेला गर्छ किन समयमा आउनु भएन किन समयमा आउनुपर्ने थियो भन्छ म त्यो सबै कुरालाई सहेर म समयमा एक छाक कम खाएर म छिटो नै गएर गाडी समाचार पहिला हिँड्नुपर्छ म समयमा पुग्छु र हेड सरको र अरू कुनै सरको म चाहिँ आवाज सुन्न चाहन सक्दिनँ म सधैँ चाहिँ 10 बजे पुग्छु अनि 4 बजेसम्म ड्युटी गरेर म आफ्नो घर रातिमा म जति समय 4 बजेपछि म जति बेलासम्म घर पुग्छु त्यो मेरो को लागि कारण छैन तर 10 बजे पुग्नु मेरो लागि धेरै बाध्यता छ कठिनाइ छ फर्किँदा तपाईँलाई कुनै समस्या छैन किनकि जुन बेला घर फर्किने भयो तर तपाईँ अफिस टाइममा पुग्नुपर्छ भन्ने कुराले तपाईँलाई धेरै तनाव हुन्छ किनकि गाली खान नपरोस् भनेर है हजुर हजुर म गाली खान नपरोस् म दुई घाँसको थोरै खाएर म चाहिँ विद्यालयमा पुग्न तर्ख रहन्छु है हजुर हजुर जस्तै तपाईँको यो सम्मान नित काम जुन छ नि तपाईँले जुन शिक्षण पेसामा आफूलाई यसरी व्यस्त बनाउनु भएको छ यति राम्रोसँग तपाईँ इमान्दार भएर पढाउँदै हुनुहुन्छ आफ्नो बालबच्चालाई हो कि आफ्ना चेलाहरूलाई तपाईँको आँखामा देखिरहेछ कि तपाईँको मेहनत कति छ भनेर एकदमै सम्मान छ सर तपाईँलाई हाम्रो एकदम सम्मान छ सर तर मेरो गाउँका अभिभावकहरूबाट केही दुःख छैन विद्यार्थीहरूबाट केही दुःख छैन कोसँग त्यसो भए म पढाउने जुन विद्यालय छ त्यो विद्यालयका जुन अभिभावकहरू छन् त्यहाँबाट म केही दुःख पाइरहेको छैन उहाँले भन्छ राम्रो सर हुनुहुन्छ आउँछ पढाउँछ 1 मिनट लेट भयो भने केही हुँदैन केही हुँदैन उसलाई हाजिर गर्न दिनु पढाउन दिनु अभिभावकबाट म प्रेरणा पाउँछु र तपाईँले आफ्नो यो स्वास्थ्यको प्रतिकूलताको बावजुद गरेको यो कन्ट्रिब्युसन तपाईँले शिक्षा क्षेत्रमा पुर्याएको योगदानप्रति धेरै सम्मान छ सर एकदम सम्मान छ हामी मिडियाकर्मीको तर्फबाट तपाईँलाई धेरै धेरै सम्मान छ सर किनकि तपाईँको मेहनत तपाईँको आँखामा देखिरहेको छ कर्म गर्दै जानुहोस् तपाईँलाई धेरै धेरै शुभकामना छ सर है र धेरै धेरै शुभकामना छ अनि तपाईँले कुन विषय पढाउनुहुन्छ सर म अङ्ग्रेजी पढाउँछु प्राइमेरी लेभलसम्म भनेपछि अत्यन्तै खुसी लाग्यो सर तपाईँको मेहनत देखेर तर तपाईँको दुर्बलतालाई देखेर कसैले मजाक नबनाओस् हामी त्यो चाहन्छौँ है सर हजुरलाई पनि धन्यवाद त्यसको लागि हजुरलाई धन्यवाद मजाक नबनाओस् भनेर के भन्न चाहनुहुन्छ तपाईँलाई दुःख झनमाथि झन दुःख भइरहेछ सरकारलाई चाहिँ अन्तिममा चाहिँ के भन्न चाहनुहुन्छ सर मेरो इच्छा छ म यो आन्दोलनमा गर्न आएछु म अपाङ्ग छु हामीलाई थाहै हुनु पर्यो थाहै र सेवा सुविधा हुनु पर्यो र घर पाएक हुनु पर्यो हामीलाई त्यो कुनै सरको प्रको आवाज 1 मिनट ढिलो हुनको लागि आवाज नसुन्न नपरोस् भनेर म आफ्नो घर पाएक गाउँको विद्यालयमा चाहिँ कार्यरत हुन चाहन्छु आवाज हुन चाहन्छु र थाहै पनि होस् हामीको जीवन जीविका चलोस् भन्न म सरकारसँग अनुरोध गर्दछु तपाईँलाई घरदेखि विद्यालय जान कति समय लाग्छ सर म त 8:30 बजे तयारी भइ नै सक्छु
8:30 बजे खाना साना खाए ड्रेस लगाएर तयारी हुन्छु, चौकमा आउँछु, चौकमा पर्खन्छु, डाँफी आउँछ अथवा टेम्पो आउँछ, बस त चढाउँदैन भन्छ अपाङ छ भाडा दिँदिन होला कि म भाडा अगाडि नै राखेको हुन्छु, उसले माग्न दिँदिन, आफै दिन्छु भाडा। त सरकारले 50% छुट दिएको छ, तर म 100% नै भाडा दिन्छु। तर बसले चढाउन मान्दैन त्यसमै। बसको संस्थामा जुन सङ्घ छ 2-3 चोटिमा गएर त्यहाँ भनिदिए भन्छ कि त्यहाँ निकायवाला चाहिँ प्रशासन छैन, यो छैन ऊ छैन, हुँदैन जानु। कति चोटिमा त सङ्घमा बस व्यवसाय सङ्घमा हिटिसके, त्यो व्यवस्था गरिदिन सङ्घवालाले। तपाईँ शिक्षक भएको भएर तपाईँले आफ्नो आवाज बुलन्द पार्नुभयो, आवाज दिनुभयो अथवा अन्याय भइसकेपछि तपाईँले कुरा गर्न खोज्नुभयो, तर पनि तपाईँलाई अझै पनि कुनै पनि सार्वजनिक यातायातमा चढाउँदैन त्यसो भए? चढाउँदैन।